यहाँ यसरी माई खोलामा उहाँले धुपबाती गर्दै हुनुहुन्छ हो धुपबाती गर्दै हुनुहुन्छ यहाँनिर यसरी पञ्चकन्या माता उत्पत्ति भयो भनिसकेपछि यहाँनिर चाहिँ पूजापाठ भइराखेको त्यो दिनदेखिको यहाँ निरन्तर पूजापाठ भइराखेको हामी देख्न सक्छौँ। पछिल्लो समय यो विवाद आइसकेपछि यहाँनिर यसरी बेरा लगाएको रहेछ हेर्न सक्नुहुनेछ यो है। यसरी अहिले व्यवस्थित रूपमा यसरी बेरा गरेर पूजापाठ भइराखेको हामीले देख्न सक्छौँ यतिखेर। यहाँ हाम्रो एकजना बुवा पनि धुपबाती गरिरहनु भएको छ, यहाँ कम्प दिइरहनु भएको छ उहाँले। के भन्छ के केटाकेटीसँग हिँड्ने समस्या यही हुन्छ कि उब्रै छैन भिडियोमा हो। यसरी यहाँनिर दर्शन गर्नको लागि अहिले यो भाइरल भइसकिसकेपछि यहाँ धेरैजना यसरी उपस्थित हुनुहुन्छ यहाँ रमिता हेर्नको लागि। कसैले यसरी सेल्फी हानिरहनु भएको छ, कसैले यहाँ भिडियो बनाइरहनु भएको छ। सबैजना आफ्नोमा हुनुहुन्छ हेर्न सक्छु। बाबै पनि छिर्नुभयो है। हाम्रो
बुवा पनि छिर्दै हुनुहुन्छ भित्र ठोकिनु भयो अलिक यो कति दिन भयो भोज चाहिँ यहाँनिर 3-4 दिन बढी नै भयो त 4 दिन बढी भयो 4 दिनदेखि यतिकै भिडको भिड छ नि यहाँनिर धेरै हो हो त अनि यो आफ्नो आस्था आफ्नो विश्वास हो अब यो विश्वासमै त मडे हो कतिले नराम्रो पनि भन्छन् हो त प्राय तपाईको त्यो हिजो अस्तिको भिडियोमा प्राय कमेन्ट हेर्नुपर्छ 99% मान्छेले नकारात्मकै कमेन्टहरू गरेको देख्न सक्नुहुन्छ त्यो अब त्यो एकजना बुवा हरि बिजोकै पनि बिचरा यसरी यहाँ भिड हामी देख्न सक्छौँ तपाईँले हेरिरहनु भएको छ यतिखेर हामी इलामको माई पोखरी मा छौँ यो माई पोखरी भने यो माई खोलाको अलिकति तल यो माई खोला पुल हामी देख्न सक्छौँ यसरी यहाँनिर यसरी गरेर यता इलाम जाने यो माई खोलादेखि मुनि यो जब यहाँनिर हाम्रो एकजना 12-13 वर्षीय एकजना चेलीले सपनामा यहाँनिर एउटा 5वटा शिला देखेर यहाँ उत्खनन गर्ने क्रममा त्यो 5वटा शिला भेटिसकेपछि यहाँ विभिन्न खालका विवादहरू पनि आए कसैले यो नाटकको पनि भन्न भ्याए कसैले यो सत्य हो पनि भन्न भ्याए र यसरी देख्न सकिन्छ अहिले यहाँ भिड जम्मा भइसकेको छ यो बिहान लगभग अहिले 10-11 मात्रै बजेको छ र 11 बजेको यो भिड हामी देख्न सक्छौँ यतिखेर र यसरी यहाँनिर दैनिक रूपमा यो भिड हामी देख्न सक्छौँ दैनिक रूपमा नै यो भइराखेको छ र यसरी यो शिलाहरूलाई चाहिँ यसरी अहिले बारबेर गरेर राखेको अवस्थामा हामीले देख्न सक्छौँ यो भेटिसकेपछि लगभग तपाईँको भेटेको 2 दिनपछि एउटा विवाद पनि आइपुग्यो यहाँनिर कसैले यो चाहिँ पत्थरमाथि कसैले चाहिँ यो चाहिँ नाटक हो भनेर त्यो खालको प्रतिक्रिया दिएर पनि त्यो यो अन्धविश्वासमा चल्न हुँदैन भन्ने किसिमले पनि ढुङ्गामाथि चाहिँ यो शिलामाथि चाहिँ के अरे आफ्नो पाउ राख्ने आफू बस्दिने जस्ता गतिविधिहरू पनि भएका थियो त्यसपछि चर्को आलोचना भइराखेको अवस्थामा अहिले चाहिँ यो पत्थरहरूलाई चाहिँ यहीँ व्यवस्थापन गर्ने या घर लगेर जसले भेट्नुभएको थियो उहाँकै घरमा लगेर पुज्ने अथवा यहीँ व्यवस्थापन गरेर यहाँनिर मन्दिर खडा गर्ने भन्ने विषयमा छलफल भइराखेको छ देख्न सकिन्छ र यतिखेर यहाँ बाक्लो रूपमा चाहिँ यहाँ एउटा विश्वास हो होइन त्यो विश्वासलाई लिएर यहाँ भक्तालुजनहरू आएर यसरी यहाँनिर पूजाआजा गरिराखेको पनि हामी देख्न सक्दछौँ यो तपाईँहरूलाई हामी प्रत्यक्ष रूपमा देखाइराखेका छौँ र आज के कस्ता अन्य गतिविधिहरू हुन्छन् कतिजना माताहरू आउँछन् के कस्ता माताहरूले के कस्ता चाहिँ गतिविधिहरू यहाँ देखाउनुहुन्छ भन्ने कुराहरू चाहिँ तपाईँहरूको माझमा हामी देखाउनेछौँ आज दिनभरि नै हामी यहाँबाट हामी प्रत्यक्ष रिपोर्टिङ तपाईँहरूलाई हामी गर्नेछौँ र हिजो अस्ति जुन खालका विवादहरू आए त्यो विवाद किन आयो कसरी आयो भन्ने कुरामा पनि यहाँका सम्बन्धित व्यक्तिहरूसँग हामी कुराकानी गर्नेछौँ त्यो कुराकानीहरू पनि तपाईँहरूको माझमा हामी राख्नेछौँ यो म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु र यसरी यो बिहान पख 9-10 बजीको अन्तरालमा पनि यसरी भिड भएको हामी देख्न सक्छौँ आउने क्रम टाढोबाट व्यक्तिहरू आउने क्रम जारी छ है र हिजो अस्तिको एउटा भिडियोमा हामी यताबाट पनि केही माताहरूले चाहिँ हाम फाल्दै आएर यहाँनिर पूजा गरेको पनि भिडियो क्लिपहरू हामी देख्न सकिन्थ्यो यसरी भइराखेको छ र यतिखेर हामी इलाममा छौँ इलामबाट प्रत्यक्ष तपाईँहरूको माझमा हामीले
भिडियो बनाइराखेका छौँ है त।